तपाई अहिले जे सोच्नुहुन्छ त्यो तपाईले आफै बनाउनु भएको हैन, तर तपाईको सोच कसले बनाए त? अब तपाईले जान्नै पर्छ तपाईका विश्वासहरू कहाँबाट आएका हुन्। साथीहरू, स्वागत छ तपाईहरूलाई मेरो YouTube च्यानल द रिभ्यू सेल्फमा। सधैँ चाहिँ आज पनि म फिक्स योर बिलिफ सिस्टमको दोस्रो अध्याय लिएर आइसकेको छु र आजको विषय छ विश्वासहरू कहाँबाट आउँछन्। साथीहरू, हामीले हाम्रो जीवनमा गरिरहेका निर्णय, प्रतिक्रिया र व्यवहार यी सबै हाम्रो विश्वास प्रणाली बिलिफ सिस्टममा आधारित हुन्छन्। तर यो विश्वास प्रणाली हावाबाट त आएको होइन, त यो कहाँबाट आयो त? अब एकछिन हामी हाम्रो फ्ल्यासब्याकमा जाउँ है। बाल्यकालबाट हाम्रो धेरै जसो विश्वासहरू हामी साना हुँदा बनाइन्छ। हाम्रा बुवा आमा, गुरुजन, समाज र संस्कृतिले हामीलाई जस्तो भने हामीले त्यो नै सत्य ठान्यौँ। जस्तै तिमी कमजोर हौ भनेर बच्चा बेलामा बारम्बार सुन्नेले ठुलो भएपछि आफूलाई कमजोर नै ठान्न थाल्छ। पढाइ मात्र जीवनको सबै थोक हो भन्ने विश्वास पनि त्यस्तै सिकाइ हो। अनुभवहरूबाट कहिलेकाहीँ हामीले कुनै कुरामा असफलता भोग्छौँ अनि त्यो अनुभव नै हाम्रो सोच बनिन्छ। जस्तै एकचोटि सार्वजनिक रूपमा बोल्दा हाँसो उठेपछि तपाईँले सोचेको हुन सक्छ, म त बोल्नै सक्दिनँ। तर त्यो एक घटनाले तपाईँको सारा विश्वास बदल्न सक्छ। सामाजिक र मिडिया प्रभाव। आजको डिजिटल युगमा मिडिया, फेसबुक, टिकटक, युट्युब यी सबैले पनि हाम्रो विश्वास निर्माण गर्छन्। हामी दिनरात अरूको जीवन हेरेर सोच्न थाल्छौँ, म उनी जस्तो किन छैन, मैले पनि यति कमाउनु पर्थ्यो। त्यसैले आफ्नो सोचमा अरूको प्रभावलाई होसपूर्वक हेर्न जरुरी छ। अब तपाईँ आफैसँग सोध्नुहोस्, के म अहिले जुन कुरा सत्य ठानिरहेछु त्यो साँच्चीकै मेरो अनुभव हो कि अरूको भरमा बनेको विश्वास हो? विश्वासहरू सिकिन्छन् र फेरि सिक्न सकिन्छ। तपाईँका धेरै विश्वासहरू अरूको भनाइ, समाजको असर र अनुभवको परिणाम हुन्। तर अहिले समय आएको छ तिनीहरूलाई पुनः मूल्याङ्कन गर्ने। साथीहरू, यदि तपाईँलाई यो भिडियो मन परे लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। तपाईँको विश्वास बदलिन्छ भने तपाईँको जीवन बदलिन्छ। धन्यवाद। फेरि भेटौँला अर्को अध्यायमा।